ग्रीन चाउमिनको रेसिपी आउँदैछ ल। टेन्टेडान, यो चाहिँ के होला त? यो चाहिँ हाम्रो हो भाङको थुक्पा। मैले पनि फर्स्ट टाइम ट्राई गर्दैछु के इन्ग्रेडियन्टले बनेको छ भनेर हजुरहरूले एकचोटि म फोटो पनि राखिदिन्छु, चेक गर्न सक्नुहुन्छ। हेल्दी भनेर लेखो है, मैले चाहिँ हेल्दी अप्सन भनेर फर्स्ट टाइम ट्राई गर्दैछु। 3वटा सेक्सन गरेर आउँदो रहेछ, मैले चाहिँ 2वटा मात्रै बनाउँछु। पानी उमाल्न राखिदिएको छु। मैले चाहिँ भेजीहरू राखेर हल्का सुप टाइपको बनाउनु पर्ला जस्तो लागिरहेछ, किनभने त्यो जुन बोइल गरेको पानी हुन्छ त्यो पनि नफाल्नु, धुन पनि नधुनु भनेर लेखेको रहेछ क्या इन्स्ट्रक्सनमा चाहिँ। हेरौँ यो पालि चाहिँ जस्तो भनेछ त्यस्तै बनाएर ट्राई गरौँ न। मैले तरकारीहरूमा चाहिँ यो प्याज भइहाल्यो, यो लसुन, थोरै गाजर लिएको छु, थोरै क्याप्सिकम पनि लिएको छु, अनि टमाटर, त्यसै गरी अदुवा यो चाहिँ थिचेको छु। ल पानी पनि बोइल भइसक्यो, अब चाहिँ नुडल्स हाल्दिउँ ल। अर्को चाहिँ भाँचेर राख्छु ल म। होइन अटिहाल्छ होला। मजाले नर्मल नुडल्स बोइल गरे जस्तै बोइल गर्ने, तर यसको फरक भनेको चाहिँ बोइल गर्दा युज भएको पानी पनि नफाल्ने रे, अनि चिसो वाटरले धुन पनि नधुने रे। एकदमै चाँडै बाइन्डिङ चाहिँ खुलिहाल्दो रहेछ। अब यो पाक्नु पर्यो नि त, एकछिन यसलाई यस्तै छोडिदिउँ ल। ल यो लगभग 80% जस्तो पाकेको जस्तो लाग्यो है मलाई चाहिँ। मैले चाहिँ यसलाई सानो ग्यासमा सार्छु अनि यतातिर तरकारीहरू रेडी बनाउँदै गर्छु। यो पनि सानो ग्यासमा पाकिरहेको छ। मैले चाहिँ चिज अन्डा केही पनि नराखेर बनाउनु सोचेको छु। टेस्ट लिऊँ न त, हेम्पको कस्तो हुँदो रहेछ त, केही फरक हुँदो रहेछ कि सेम हुँदो रहेछ भनेर एकदमै प्लेनमा बनाउनु सोचेको छु। सम्झिएर एकदमै सिम्पल बनाउँदैछु है। लसुन हल्का ब्राउन हुन दिउँ लसुनलाई चाहिँ। लसुन यतिको भइसक्यो भने मैले चाहिँ प्याज लिएको छु। सबै भेजिटेबल म पालो राख्छु ल। यसमा चाहिँ एक्स्ट्रा केमिकलहरू केही पनि छैन, सबै नेचुरल इन्ग्रिडियन्ट भन्ने बनेको, हेल्दी भनेर ट्राई गरौँ न त भनेर लिएको। सरी गाजर, त्यसै गरी टोमेटो, यसलाई म टमाटर गल्दासम्म चाहिँ पकाउँछु ल। यसमा केही पनि मसला आउँदैन, त्यसैले मैले नुन हल्दी त थोरै राख्नै पर्यो। मैले चाउमिनमा चाहिँ ब्ल्याक पेपर पनि राख्ने गर्छु, त्यसैले हल्का भेजिटेबल जे लगाउँदा पनि हुन्छ। हल्का सटे भइसके चाहिँ मैले पानीसँगै राख्छु ल। इन्स्ट्रक्सनमा दिएको जस्तै गरेर बनाऊ कस्तो हुँदो रहेछ भनेर। ल मजाले म मिक्स गर्छु ल। हल्का पानी छ नि त, त्यही भएर मैले हल्का माथिबाट अदुवा राखेर हल्का छोडिदिन्छु ल, हल्का ड्राई बनाऊँ। भइसक्यो। मैले चाहिँ अब धनियाँ राखेर, अब टेस्ट म्याटर नि त, हरियोमा हरियो भन्दा पनि टेस्ट कस्तो आउँछ। अब रेडी भइसक्यो, म सर्भ गरेर हेर्छु ल। फर्स्ट बाइट टेस्ट गरेको होइन, मिठो भएको छ, एकदमै मिठो भएको छ। तर सोया ससहरू नलगाएको भएर चाउमिन पनि त सिम्पलै हुन्छ नि त।